नेदरल्यान्ड, नर्वे, मोरक्को, जापान, अर्जेन्टिना यो पाँचवटा मध्ये एउटा चाहिँ जितेन भने मेरो कानै काट्दिन्छु। लेख नेदरल्यान्ड, नर्वे, मोरक्को, जापान, अर्जेन्टिना यो पाँचवटा मध्ये एउटा चाहिँ जितेन भने मेरो कानै काट्दिन्छु। लेख पाँचवटा मध्ये दुईटा टिम फाइनल पुग्छ, एउटा टिमले जित्छ, कुन टिमले ट्रफी उठाउँछ र कुन टिम रनर अप हुन्छ म सम्पूर्ण विवरण चाहिँ 2 मिनेटमा बताउँछु। ध्यान दिएर सुन्नु होला। पार्ट 1 मा कसले जित्दैन भन्ने भिडियोमा 1 लाख भन्दा बढी मान्छेले हेर्नु भएको छ हैन, धेरैले कमेन्ट पनि गर्नु भएको छ। त्यो भिडियो पनि चेक गर्नु होला। यो चाहिँ दोस्रो पार्ट हो कसले जित्छ भन्नेमा है। ल सुरु गरौँ। 1 नम्बरमा हामी नेदरल्यान्डको कुरा गरौँ हो। नेदरल्यान्ड 1974, 1978 र 2010 मा फाइनल पुगेर रोको हो नि हैन। 48 सालको चाहिँ मेहनत श्राप पुरै श्रापै लाग्यो नेदरल्यान्डलाई पुरै हैन। र अहिले भ्यान्डाइको त्यो लय, गाबी सिमोन्सको त्यो जादु स्पिड हैन, को त्यो स्पिड एन्ड लय यसले नि नेदरल्यान्ड एकदम बममा छ। यो पालि त फिक्स नै हो। मेरो कान नेदरल्यान्डको हातमा छ। अब 2 नम्बरमा हामी नर्वेको कुरा गरौँ हैन। अब नर्वे पछि नर्वे पहिलोचोटि नै सिलेक्सनमा गएको हैन। अब हल्यान्डको कस्तो गेम छ हामीलाई सबै थाहा छँदैछ हैन। हल्यान्डले कस्तो खेल्छ भन्ने कुरा थाहा छैन। अब ओडगार्डको पास, बाइकिङ स्पिरिट भने जस्तै हैन। अब हल्यान्डको कम्बिनेसनले चाहिँ मेरो कान बचाउँछ हैन। नर्वे पनि दावेदारै हो यसपालि पुरै खतरा। नम्बरमा हामी चाहिँ मोरक्कोको कुरा गरौँ हैन। अब हाकिमी पेनेका जागिसक्यो। पोर्चुगल, स्पेन, बेल्जियमको इगोलाई चाहिँ 22 मा पनि शान्तै बनाएको हो नि त। अफ्रिकाको शेर जागिसक्यो। यो पालि पनि खत्रै भएर आइसक्यो। यो पालि खत्रै खेलिरहेछ मोरक्कोले पनि पड्काइदिन्छ जस्तो लाग्छ। मोरक्कोले मेरो कान जल्न चाहिँ दिँदैन। दावेदारै हो। नम्बरमा चाहिँ हामी जापानको कुरा गर्नुपर्छ है। डिसिप्लिनको राजा, एसियाको शेर, इजाट, सोमेन राइस स्पिरिट, अमेरिकन युरोपियन राजा। अब कुरै नगरौँ कि अब त्यो छ जापान एकदम मलाई त फाइनलै पुग्छ जस्तो लाग्छ हैन। नत्र सेमी फाइनल त पक्कै नै हो। मेरो कान जापानसँग पनि सेफ छ है। जापान 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 जापान। म फेरि पनि अर्जेन्टिनालाई नै दावेदार मान्छु कि किन भन्दाखेरि सबैले भनिरहेको थिए अब ब्याक टु ब्याक वर्ल्ड कप जित्दैन, मेसी फर्ममा छैन, बुढो भइसक्यो, अर्जेन्टिनाको पहिला जस्तो कोर्डिनेसनै छैन। म त भन्छु 2022 को भन्दा खतरा टिम चाहिँ अहिलेको छ कि अर्जेन्टिनाको। 2022 को लकैले जित्या हो, लकले फेभर गरेर जित्या हो भने 22 को चाहिँ अब खेलेर जित्छ भनेर भनिदिन्छु म हैन। मेसीले ह्याट्रिक हानेछ अस्ति हैन। ह्याट्रिक हान्नु ठुलो कुरा हैन। मेसी खेलै पठाएको छैन कि। मेसी 25, 22, 24 मा जस्तो खेलेको छ त्यस्तै खेलेको छ। मलाई जहाँसम्म लाग्छ मेसी खेलिँदैन उसको अब यो घट्दैन जस्तो पनि लाग्छ मलाई हैन। मलाई त्यसो लाग्छ। अर्जेन्टिना, नर्वे, मोरक्को, नेदरल्यान्ड सेमी फाइनल पुग्ने यो चारैवटा टिम स्क्रिनसट गरेर राख्छ तिमीहरूले हैन। यो चारैवटै पुग्छ र फाइनलमा पुग्ने भनेको नेदरल्यान्ड र अर्जेन्टिनाको फाइनल हुन्छ। र यसमा चाहिँ म 50-50 किन भन्दाखेरि अब जहिले पनि नेदरल्यान्डको र अर्जेन्टिनाको गेम अलिकति त्यस्तै नै हुन्छ हैन। अब